नमस्कार सम्पूर्णमा स्वागत छ हजुरहरूलाई हाम्रो यस डिएलआर एजुकेसनमा। कृपया हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई चाहिँ कस्तो लाग्छ, भिडियो चाहिँ मन पर्यो भने लाइक, सेयर, कमेन्ट अनि सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनु होला। आज भने नयाँ भिडियो ल्याएर आएका छौँ। कक्षा 11मा रिसेन्टली सोधिरहेको, धेरैचोटि सोधिरहेको प्रोबेबल क्वेसन चाहिँ जुन चाहिँ प्रुभ गर भनेर म्याट्रिक्सबाट सोधेको छ। अब हामीले चाहिँ यसलाई कसरी गर्ने त? सर्वप्रथम हेरौँ, पहिला सुरुमा आरएचएस साइड हेरौँ। आरएचएस साइडमा ए माइनस बी, बी माइनस सी, सी माइनस ए छ। अब यहाँ के छ? अब यहाँ चाहिँ ए माइनस बी र बी माइनस सी बनाउनु पर्ने भयो। अब त्यो गर्नको लागि जस्तै यहाँ गरौँ, C1 टेन्ड्स टु C1 माइनस C2 हुने भयो। अब C1 चाहिँ यो भयो, अनि C1 मा चाहिँ के गर्नु पऱ्यो? C1 ए भयो। जस्तै कि 1 यो भयो भनेपछि C2 चाहिँ यो भयो, 1 माइनस 1 0 हुने भयो। त्यस्तै अनि यो चाहिँ C1 भयो, C1 माइनस यहाँ C2 चाहिँ B छ, A माइनस B यहाँ आरएचएस साइड जस्तो आउने भयो। त्यसकारण हामी यस्तै गर्न जाँदैछौँ। C2 लाई चाहिँ के गर्ने? C2 माइनस C3 गरिदिने। र अब गरौँ कस्तो हुन्छ? 1 माइनस 1 र 1 माइनस 1 C2 लाई पनि गरेका छौँ नि त। त्यसैले अनि C3 लाई चाहिँ चलाएकै छैनौँ, जस्ताको जस्तै। र A माइनस B, B माइनस C र C जस्ताको जस्तै। BC माइनस CA र CA माइनस AB हुने भयो र AB जस्ताको जस्तै हुने भयो। अब हेरौँ, अब 0 हुने भयो र यसमा पनि 0 हुने भयो र 1 हुने भयो। A माइनस B, B माइनस C र C हुने भयो। र यसमा कमन के छ? कमन हेरौँ त। कमन हेर्दाखेरि C चाहिँ कमन छ, B माइनस A हुने भयो र कमन चाहिँ यसमा A छ, C माइनस B हुने भयो र AB जस्ताको जस्तै। र हामीले चाहिँ A माइनस B बनाउनु छ, यहाँ B माइनस A भयो। त्यस कारणले हामीले माइनस कमन लिनुपर्छ। माइनस कमन लगेपछि A माइनस B भन्छ। हेरौँ कसरी भन्छ? 0 जस्ताको जस्तै 0 1 A माइनस B, B माइनस C, C हुने भयो र माइनस C कमन लगेपछि A माइनस B हुने भयो र कमन चाहिँ माइनस A, B माइनस C हुने भयो र AB जस्ताको जस्तै। अब हेरौँ अब के भन्छ? अब चाहिँ कमन लिइदिने। अब A माइनस B, A माइनस B कोलुम 1 मा चाहिँ A माइनस B कमन आयो र B माइनस C कोलुम B मा र B माइनस C। ल अब लेखिहालौँ, A माइनस B र B माइनस C चाहिँ कमन आइहाल्यो। अब बचेको कुरा लेखिदिउँ। यहाँ A माइनस B अगाडि आइसक्यो, 1 हुने भयो र माइनस C जस्ताको जस्तै 0 हुने भयो, 1 अगाडि आइसक्यो, के अरे B माइनस C अगाडि आइसक्यो, 1 बज्ने भयो र यसमा चाहिँ B माइनस C गइसक्यो, माइनस A मात्र बाँकी रह्यो, यो जस्ताको जस्तै। अब आद्धाउद्धी कुरा त आइसक्यो। अब लास्टमा डिटर्मिनेन्ट निकालिदिने। अब डिटर्मिनेन्ट निकाल्नको लागि योबाट गर्दाखेरि 0 हुन्छ र योबाट गर्दाखेरि 0 हुन्छ। त्यस कारणले हामीले यसको मात्र डिटर्मिनेन्ट निकाल्ने। जस्तै हेरौँ अब कसरी गर्न सकिन्छ? A माइनस B, B माइनस C र 1 हुने भयो। अब यसको डिटर्मिनेन्टहरू के हुन्छ? 1 1 माइनस C माइनस A हुने भयो। A माइनस B, B माइनस C र 1 ले मल्टिप्लाई हानिदिने। के हुन्छ? 1 इन्टु माइनस A माइनस C इन्टु 1 हुने भयो। अब के हुने भयो? A माइनस B, B माइनस C, 1 नलेखे नि हुन्छ। अब 1 ले मल्टिप्लाई हान्दा 1 नै हुन्छ। माइनस A हुने भयो र के हुने भयो? प्लस C हुने भयो। अब A माइनस B, B माइनस C र C माइनस A हुने भयो। अब हेर्नुहोस् त, अब हाम्रो आरएचएससँग मिल्यो कि मिलेन? हिन्स आरएचएस PROVD प्रुभड। यसरी हामीले सजिलै तरिकाले प्रुभ गर्न सकिन्छ। भिडियो कस्तो लाग्यो? यदि हजुरहरूलाई मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला हाम्रो यस डिएलआर एजुकेसनमा।